जय पलाञ्चोक भगवती। आज हजुरहरू सामुने म पलाञ्चोक भगवतीको केही रोचक तथ्य हजुरहरूलाई थाहा भएको पनि हुनसक्छ र कति भक्तजनहरूलाई थाहा नभएको पनि हुनसक्छ। त्यसैले मेरो भिडियो मार्फत केही बताउन गइरहेको छु। काठमाडौँमा अवस्थित 4 प्रमुख भगवती, जसमध्ये पलाञ्चोक भगवती, नाला भगवती, नक्साल भगवती तथा शोभा भगवतीमध्ये पलाञ्चोक भगवतीलाई जेठी भगवती भनेर चिनिनुहुन्छ, जुन काठमाडौँबाट अलि पर 5 खाल भन्ने ठाउँमा अवस्थित रहेको छ। हाल सर्वप्रथम पलाञ्चोक भगवती बुजाकोट भन्ने ठाउँमा अवस्थित हुनुहुन्थ्यो र एक समयमा चाहिँ उहाँ बस्नको लागि सपनामा म यहाँ बस्दिनँ, मलाई अन्त्य लैजा भनेर राजालाई देखाउनु भएको कारणले गर्दाखेरि भगवतीलाई बोकेर लाँदाखेरि हाल रहेको ठाउँमा बसेपछि त्यहीँ सिद्ध हुनुभएको जनविश्वास गरिन्छ। पनि चारै भगवतीलाई एउटै कालीगढले बनाउनु भएको कारणले गर्दाखेरि पनि 4 भगवती दिदी बहिनी रहेको जनविश्वास रहेको छ। पलाञ्चोक भगवती बनाइसकेपछि त्यस्तै दिव्य स्वरूप अर्को बनाउन नसकोस् भनेर कालीगढको हात काटिदिनु भएको र दोस्रो हातले अर्को भगवती निर्माण गर्नुभएको। त्यस्तै त्यो हात पनि काटिदिँदा खुट्टाले चाहिँ शोभा भगवती र नक्साल भगवती बनाएको इतिहासमा उल्लेख गरेको पाइन्छ। पलाञ्चोक भगवती वरिपरि त्रिशूल, घण्टी, त्यस्तै जमरू अनि विभिन्न देवदेवीको प्रतिमाहरू हामीले देख्न सक्छौँ। पलाञ्चोक भगवतीमा बिहान बेलुका साँझ नित्य आरती पूजा विशेष रूपमा गुठीबाट सञ्चालित पुजारीहरूबाट हुने गरेको छ। वर्षमा 2 पल्टको वैशाख पूर्णिमा र माघमा चाहिँ विशेष पलाञ्चोक भगवतीलाई गहना पहिरी खरजात्रा गर्ने पूर्वकालदेखि चलन रहेको छ भने बुजाकोटबाट क्षमा पूजा पनि ल्याउने चलन रहेको छ। खरजात्राको अवसरमा विभिन्न ठाउँबाट भक्तजनहरूको आगमन हुने र रातभरि दीप प्रज्वलित गरी आमाको मन्दिरमै जागराम बस्ने चलन रहेको छ। पलाञ्चोक भगवतीलाई 3 समयमा बिहानमा महिषासुरमर्दनी, त्यस्तै गरी मध्यमा महासरस्वती र साँझको समयमा महाकाली स्वरूपमा पूजा गर्ने चलन रहेको छ। पलाञ्चोक भगवती जाँदा छुटाउनै नहुने ठाउँ हो अर्को कालिका भगवती, जसलाई चाहिँ पलाञ्चोकको दिदी पनि भनिन्छ, जहाँ पलाञ्चोक भगवतीको दर्शन गर्न हामी जान्छौँ तर माथि कालिका भगवतीको दर्शन गरेर